जिन्दगी बाँचेर बिताउला भन्दै हाँसेर प्रेमको पानी। त्यसो तपाईँहरूको हालखबर आज चाहिँ मलाई लास्ट भोक लागेको भनेपछि यहाँ फ्रेस ग्रिलमा के खान आएको छु भनेर अहिले तपाईँहरूलाई म देखाउने नै छु होइन। अहिलेको लागि चाहिँ हामी खाना चाहिँ लेट्स गो। नेक्स्ट टाइम चाहिँ फिक्स हो यो, नेक्स्ट टाइम चाहिँ फिक्स यो ट्राई गर्ने किनभने यो मलाई यो क्राब खानु मन परेको छ। नेक्स्ट टाइम अहिलेलाई चाहिँ धेरै गर्नु हुँदैन। चिकन प्राउन दिस वान के भन्छ यसलाई इङ्ग्लिसमा पो बोली पठाइछु। यो फेरि के हो खै तर मिठो छ यो। म उयो काँटा चम्चा छ अनि एउटा पेप्सी ल्याइदिनुहोस् न। ए होइन होइन मलाई नदेखिरहेछु। यो चाहिँ सलाद गाइस होइन, दिस इज रोटी, इट्स भेरी नाइस। ल बबाल मिठो हो। यो चाहिँ ब्राउन हो गाइजहरू होइन, ब्राउनको करी अरे। मैले फर्स्ट टाइम खानु लाग्यो कि कस्तो हुन्छ ट्राई। चिकन यो सलाद पनि मलाई यस्तोहरूमा चाहिँ मनपर्छ क्या प्रायः जस्तो हरियो परियोहरू। मिठो छ यो चाहिँ हालिदिने। त्यसमा लेमन करी सक्यो, सबै सक्यो। खाएर यस्तो हालतमा कसले गर्छ? मैले गर्छु। एकदम धेरै मिठो लाग्यो होइन खानेकुरा चाहिँ। अन्ना आइम फुल। बाई गाइज। मैले चाहिँ यहाँनिर ठक्कसँगले होइन खाना खाइसकिसकेँ। एकदमै मिठो खाना भयो, एकदमै मन चाहिँ आनन्दित ठन्डा भयो। एकदम बबाल तन्दुरी चिकन प्राउन रोटी अनि इत्रु कपमा जुस दिएको थियो कि एकदम दामी।